मेरो तारिफ गर त रोज गर्दिनु गर न एकपल्ट मेरो तारिफ गर न दिनेशले रियल क्यामेरा हो क्या फिल्टर बिनाको फिल्टर बिना छिटो त गर्दिनु तारिफ गर न मुला मेरो छिटो गर न मुला तोडला जेपाते नभन है राम्रो शब्द बोल त यस्तो के भन्छ त आफै निस्किन्छ मैले सोध्न मेरो तारिफ तिम्रो मुखबाट सुन्न मन लाग्यो क्या कस्तो सोध्दो रहेछौ तिमीले मलाई अनि टिकटक बन्द गरे मान्छे किन त्यो युट्युब खुल्याख नि त टिकटक किन चलाउनु हो तारिफ के भन्नु ल तारिफ गर मेरो छिप्याएको भन्ने थुक्क मार्काले तारिफ गर न तारिफ अँ मैले अस्ति नै भनेको के भनेको थिएँ अस्तिको कुरा त अब त्यो भिडियो कता पैसाको नि भन्ने पाइरहेको दिनेश के तारिफ गरिदिउँ तारिफ चाहिँ ल घिमिरे दाईको बारेमा है ल तारिफ चाहिँ यस्तो हो घिमिरे दाई प्यादर प्यादर बोल्छन् त्यही हो खानेकुरो मिठो मिठो बनाएर खानिदिन्छन् अरू चाहिँ अरू त के हुनु मन चाहिँ सफा छ प्यार प्यार बोले नि अनि चित्त दुखाइहाल्छन् सानो सानो कुरामा त्यही हो दिइहालेँ त मैले मिठो मिठो बनाएर खान्छन् प्यार प्यार बोले नि मन चाहिँ सफा छ जस्तो लाग्छ यत्रो कुरामा चित्त दुखाउँछन् त्यही हो त्यही हो ओके देख्यौ त गाइस अरू त्यो भन्दा के भन्नु के छ गोजीमा 40 रुपियाँ छ चाउचाउ खाने हिँड्ने गरे यिनीहरू ओए ओए हल्ला यहाँ के तिमीहरूको हल्ला गर्ने ठाउँ हो छिर जाऊ के मोबाइल तिनवटा दुईवटा लिएर जान्छु तिमीहरूको के मोबाइल हाल छोडा बिच अम्लो भन्छ त्यसलाई तिमीलाई क्या होइन बोलाएको थिएँ नि क्यामेरा किन्नु नि यार आइफोनको त त्यही पनि अरूले गिफ्ट दिएको पनि होइन सेकेन्ड ह्यान्डमा किनेको आइफोन एउटा कुरा भन तिम्रो आइफोन छ कुन हो यो उयो विनोदको जस्तो छ विनोदको भिज्छ भनेर गोजीमा हाल्नु दिएको रहेछ होइन तिम्रो आइफोन होइन ऊ देखाइ नि त हजुरको अनि कसैको बोकेको के आइफोन कसको काका छ आइफोन देखाइदिन्छ के फट डन हो क्या म त गाइस यिनीहरू कस्तो ओए केटा हो गयो को भसाडी के कहने छिन अब अस्ति नै क्या गाइस तिहारमा एक दुईवटा दिदी बहिनी बनाएको छु क्या मैले अनि तिहारमा रोटी पकाउँछु तँलाई नि ल्याइदिन्छु भने होइन अनि मेरो काममा गइदिएन म एकदिन छुट्टी बस्छु पनि भने ल भने मैले सोझो मान्छे म अनि त्यस पछाडि तिहार सकियो तिहार सकेपछि कलेज आएपछि खोइ त रोटी ल्याइदिन्छौ भनेको खोइ त रोटी भनेर अब हुन्छ नि त तिहारमा रोटी खान मन लाग्छ नि त जे भए पनि तिहारको रोटी दिदी बहिनीले ल्याइदिएको भनेर होइन अनि रोटी त के भन्छन् रोटी त खाएर हगेर कुहियो अरे अच्छा कसम यति रिस उठ्यो मलाई अनि खाएर हगेर चाहिँ कसरी कुहियो भने मैले नबुझेर एकपल्ट अनि उसले चाहिँ खाएपछि पेटमा गयो पचेपछि गु भएर निक्ल्यो अनि कुहियो अरे यस्ता यस्ता खान् क्या मेरा दिदी बहिनीहरू सङ्गत पनि कस्ताको गर्नु खोइ यो दुइटाको गएर म आमाका छोडेर गएँ एउटाको चाहिँ भिडियो हाल्यो भने गर्लफ्रेन्डले मलाई उहाँ सिधै मेसेज गर्छन् तपाईँलाई भाइरल हुनु छ भने तपाईँ भाइरल हुनु मेरो बाबुलाई भाइरल नबनाउनु भन्छन् एउटाको उतले अब मान्नै पर्यो अनुहार छोपेर हाल्छु नि त भिडियो भने जे छोपेर हाले पनि मेरो बाबु देखिनु भएन क्यामेरामा अरे यही हो हाम्रो कलेज उतो ठुलो बिल्डिङ पढाइ सढाइ केही हुँदैन गयो आनन्द कुर्सीमा खुट्टा राख्यो सुते बराबर हो क्या यिनीहरूको कलेज आउनु भनेको महिनाको 5 लाख तिरो वर्षको 5 लाख तिरो उयो भेटनामी आइन्छन् ताबे मनो मते किता
यो आयो चुद्री एउटा मायाको झन्डै हानु मा विरक्सन भन्दैछु पहिला तँलाई तँलाई त भन्न सिक यो एकदम कलासको जङ्गली बोय हुन्छ रेकर्ड नगर के अस्ति नै यसको कहानी सुनेको झाडीमा केटी लगेको थियो अरे कि ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ झाडीमा केटी लगाएको थियो अरे अनि मेरो साथीले देखेछ क्या अनि त्यस पछाडि कहाँ गएर निक्लेको भन अरे टिकटक बनाएर निक्लेको भन अरे क्या यसले